राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अहिले सञ्चालनमा छ र हामीसँग चाहिँ 4वटा जोनका क्षेत्रहरू रहेको छ। हामी 4वटा जोनमा काम गरिरहेका छौँ, सुन्तला जोन, मौरी जोन, दलन र पोखरबालीमा। र त्यसमा चाहिँ अहिलेसम्म हामी सुन्तला जातको कुरा गरौँ, सुन्तला बारीको कुरा गर्दाखेरि यहाँ हाम्रो जाजरकोट जिल्लामा चाहिँ 735 हेक्टरमा चाहिँ खेती कार्य भइरहेको छ र त्यो 735 हेक्टरबाट चाहिँ गत आबको अहिले रेकर्ड हेर्दाखेरि 2880 मेट्रिक टन उत्पादन भएको रेकर्ड छ हामीसँग। त्यसलाई अहिले यो वर्ष कुरा गर्दाखेरि बगैँचामै पुगेर किसानकै खेतबारीमा पुगेर व्यापारीहरूले चाहिँ 60 देखि 80 को बिचमा खरिद कार्य गरिरहेछन्। त्यही हिसाबमा हामीले सरदर चाहिँ गत आबको 70 रुपियाँ पर केजीको दर रेट राख्दा पनि झन्डै 20 करोडको हाराहारीमा चाहिँ यस जिल्लामा चाहिँ हाम्रो सुन्तलाको कारोबार भएको देखिन्छ। र अहिले सुन्तला टिप्ने क्रममै छ, त्यही भएर एक्ज्याक्ट डाटा चाहिँ कति उत्पादन भयो भने हामीसँग आएको छैन। तर यसो हेर्दाखेरि उत्पादन ठिकै भएको, सन्तोषजनक जुन चाहिँ हुनुपर्ने हो त्यति समयमा पानी नपरेर यो वर्ष चाहिँ अलिकति उत्पादन घट्ने हो कि भने हाम्रो क्रप कटको डाटाले देखाइरहेको छ। र अहिले यहाँहरूले पनि हेर्नुभयो होला केही ठाउँमा अब अहिले हामी पनि फिल्ड भिजिट गऱ्यौँ र सामाजिक सञ्जालमा पनि केही कृषकहरूले चाहिँ उहाँहरूको बगैँचामा केही रोगका समस्याहरू देखिएको छ। त्यो चाहिँ हामीले फिल्ड अब्जर्भेसनमा पनि पायौँ। र हिजो मात्रै म कुसे गाउँपालिकामा गएर आफै पनि हाम्रो सुर्खेतबाट विज्ञ सर पनि आउनु भएको थियो, उहाँलाई लिएर हामी टिम नै पुगेका थियौँ कुसे गाउँपालिकामा। त्यहाँ चाहिँ केही रोगहरू देखिएको छ, जस्तो बोटका केही हाँगाबिङ्गा आफै हाँगाहरू सुक्ने, त्यसपछि पहिलो पातहरू पहिलो देखिने, त्यस्तो समस्या देखिएको छ। तर फिल्डमा हेर्दाखेरि सुन्तला एकदम राम्रो तरिकाले फलेको पाइएको छ। समस्या किसानहरू चिन्तित केमा छन् भने भोलि गएर यही रोगको कारणले हाम्रो पुरै बगैँचा सखाप हुने हो कि हामी यो बालीबाट अन्ततिर पलायन हुनुपर्ने अवस्था छ कि भन्ने चिन्ता छ उहाँहरूको। तर हामीले हेर्दाखेरि सरसर्ती जुन सिट्रस ग्रिनिङ भन्छ त्यो समस्या चाहिँ त्यस्तो त्यो भाइरल डिजिज चाहिँ के अरे भाइरसको कारणले लाग्ने चाहिँ रोग चाहिँ त्यो रहन्छ, त्यति पाइएन। 1-2 ठाउँ मात्रै त्यो समस्या देखियो, नभए अरू ठाउँमा चाहिँ बगैँचा व्यवस्थापनको कमी, त्यसपछि गएर फल टिपिसकेपछि काटछाट गर्नुपर्ने, मल खाद दिनुपर्ने, त्यस्ता केही व्यवस्थापनको कमीहरू देखिए। र लिफ माइनर जुन किरा हुन्छ त्यसको पनि समस्या देखिया छ। त्यसको लागि हामी किसानहरूलाई चाहिँ के गर्नुपर्छ भने उहाँहरूलाई हामी फिल्ड लेभलमै ती कुराहरू सिकाएर आछौँ र उहाँहरूलाई यो फल टिपिसकेपछि बल्ल तपाईँहरू यो काम गर्नु होला, विषादी छर्ने लगायतका काम, अनि बोरो पेस्टका मिश्रण लाउने काम, अनि बगैँचा व्यवस्थापनका काम गर्नु होला भनेर हामीले उहाँहरूलाई जानकारी प्रदान गरेर आछौँ। र फल टिपिसकेपछि हामी पनि अभियानकै रूपमा यहाँ हाम्रो कार्यालयमा पनि केही बजेट व्यवस्था छ आकस्मिक बाली संरक्षणको, त्यसको लागि हामी पुग्छौँ र किसानसँग हातोमालो गरेर हामी चाहिँ त्यो व्यवस्थापनको काममा अगाडि बढ्छौँ र ती रोग व्यवस्थापनको हामी गर्छौँ।